नमस्कार मेरो ब्लगमा जोइन हुनुभएका सबैजनालाई र म आज तपाईहरुलाई म काम गर्ने ठाउँको भ्यू देखाउन जाँदैछु। तपाईहरु हेर्न इच्छुक हुनेहरुले हेरिदिनु होला र लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनु होला। साथै मेरो यो नयाँ च्यानल हो, त्यसैले हजुरहरुले माया गरिदिनुहुन्छ भन्ने आशा अनि भरोसा राखेको छु। अनि सेक्युरिटीको बारेमा केही कुराहरु बुझ्न र चाहनुहुन्छ भने म हजुरहरुलाई बुझाउनलाई जति मैले बुझेको छु त्यति बुझाउन म रेडी छु। लेट्स गो द सी भ्यू। यो चाहिँ मेरो गार्डपोस्ट हो। रातको अहिले लगभग 4 बज्न लागेको छ। यो चाहिँ यस्तो चाहिँ हामीले हेर्नु पर्छ कन्डोमिनियम। र हेर्दै जानुस्, यहाँ मेरो साथी चाहिँ पुरै गीत सुनेर बसिरहेको छ। हेर्नुस्, अहिले सबै खाली छ। अनि त्यो गाडी देख्नु भएको छ। हामीले यो गाडीलाई क्लेम गरेको छौं। यो गाडी कहिले अब खोल्ने हो र कहिले क्लेम गरेको भन्ने कुराहरु म डिटेलमा भिडियो बनाउने छु एक दिन। त्यसपछि हाम्रो सेक्युरिटी अफिसमा आइपुग्यौं। हाम्रो सेक्युरिटी अफिस यस्तो छ गाइस। त्यसपछि हेर्दै जानुस् पुरा भिडियो। यो चाहिँ हामी काम गर्ने कन्डोमिनियमको भ्यू है साथी हो, नचुक्किनु होला। अहिले बत्ती निभाएको भएर यस्तो देखेको छ। यो चाहिँ माथि चढ्ने लिफ्टहरुको हेर्नुस्, यहाँ पोलहरु खेल्ने देखि लिएर तपाईको सबै कुराहरुको सुविधा छ। हाम्रो हुलाकी जमानाको लक्करहरु छ यहाँनिर। सामानहरु आए, अनलाइन सामानहरु आएको सामानहरु यहाँ राखिन्छ। रेस्टुरेन्टको रेसिडेन्ट लन्चर अनि टोयलेट बाथरुम उता छ। अनि पूजा गर्ने ठाउँ पनि उतै छ। हेर्नुस्, किन सानो स्वरले बोलिरहेको छ जस्तो लाग्छ होला हजुरहरुलाई। म चाहिँ किन सानो स्वरले बोल्दैछु भने अहिले नाइट हो यो हैन। नाइट शिफ्ट काम गर्छु म। अनि ठुलो स्वरले बोल्दाखेरि उनीहरुलाई डिस्टर्ब हुन सक्छ। यो चाहिँ बच्चाहरु खेल्ने ठाउँ हो। अनि उयो चाहिँ जिम हल हो। हेर्नुस्, तपाईहरुलाई म अब स्विमिङ पुल देखाउन जाँदैछु। स्विमिङ पुल हेर्नु होला। तपाईको यो अँध्यारो भएर हो। तपाईलाई म दिउँसो पनि एकचोटी टाइम मिलाएर तपाईलाई देखाउने छु हाम्रो यताको भ्यूहरु। हेर्नुस्, पार्किङ गर्ने ठाउँहरु धेरै छ। पार्किङ गर्ने गाडीहरु ठाउँहरु पनि हेर्नुस्, गाडी पनि टनाटन छ। हाम्रो यो बिल्डिङ चाहिँ लगभग 350 वटा घरको बिल्डिङ हो। अनि यहाँ चाहिँ सबै रेसिडेन्टहरु मात्रै बस्छन्। जुन रेसिडेन्टहरु चाहिँ उनीहरु चाहिँ घर चाहिँ अन्तै हुन्छ। उनीहरु चाहिँ यस्तो फ्ल्याटहरु किनेर बसेका हुन्छन्। अनि उनीहरु साउदी, दुबई, कतार
जापान, हङकङ, अस्ट्रेलिया, अमेरिकाबाट आएकाहरू हुन्छन्। हेर्नुहोस्, सेम फ्लोर उतापट्टि पनि छ। एउटै कम्पनीले बनाइदिएको हो सबै यो। हेर्नुहोस्, अनि तपाईँहरूलाई मन परेको खण्डमा लाइक अनि कमेन्ट सब्सक्राइब गर्नलाई चाहिँ नभुल्नुहोला। कस्तो लाग्यो त हजुरहरूलाई यो सिन? अझै म विस्तारमा तपाईँहरूलाई राम्रोसँग भ्यूहरू देखाउने छु मेरो लाइभमा, मेरो यो ब्लगमा जोइन सधैँ भइरहनु होला।